guys, welcome back to my new vlog. स्वागत छ हजुरहरूको भ्लगमा। आजको चाहिँ दिन कस्तो गरौँ ल चल्दैछ ल बाइक चाहिँ पुलिसको हुँदैछ दादा यता बिहान के भन्नु गाह्रो छ कादान नहुँदाखेरि कल जानु भएको सानो पुलिसले हानेको पुरानो बाइक भयो भने जोर दिँदैन है फेरि कन्डिसन हेलो गाइस के छ हामी चाहिँ केतिर लागेको छु है आनन्द हैन यो सुरुवात चाहिँ त्यसरी होइन गाडीले भ्लग बनाउनु पाएन काम त हामीलाई चाहिँ मस्त ताप आनन्द आइरहेछ है त्यस्तो मुटको गर्नको लागि हामीले त्यो हुन्छ कि उयो काम खाएन है कति बजी 2 बजी लाग्यो होला साह्रै भयो 1 बजी नआएर अब काम हुन्छ होला त रातो पनि यहाँ रगत निकाल्दैछ यहाँ रगत दान गर्दैछ अब निशानभन्दा अगाडि अहिलेसम्म त्यहाँ नसा नपत्ता नलागेर यहाँ गाह्रो अनि त्यो बेला हजुर यही उयो गर्दैछ बिर्सानी बेला मलाई यो चाँदीको सुन र सिक्री र यो सुनको सिक्री चाहिँ मलाई दिनु लाग्छ मोटीले त्यही भएर मलाई यहाँ छोडिदिइराखेर गएको छ त्यो भित्र गएको छ एक्सरे गर्नु केटा ए म त खुसी भन्ने दिन नि कहिले आउने होला है एक्सरे गर्ने बेला मात्रै खोल्यो हो यो बेचेर खाइदिनु पर्ला जस्तो त्यसको यसो विचार जिन्दगीको दुःखद घडीमा हामी यहाँ हाम्रो नेपालको चाहिँ अन्तिम दिनमा आइसकेको छौँ मुटुसँग जाँदैछ बिचरा यसको त्यो यस्तो वाला त्यो क्लिप नि आउँछ केटा त्यो सुई हामीले झिक्ने अब गरेको अब काम सक्यो है भोलि अब सक्यो आजलाई केटा हो अनि प्रीतिको त्यो क्लिप हेर्नु मन छ भने चाहिँ केटा अब ड्याङ सब्सक्राइब हान्नुपर्छ है जाँदैछ बिचरा अब यो कति यो महिना यो अन्तिमतिर हुन्छ है उता केले के उ गरेछ भन्दैन तेरो के भयो आज खुसीको खबरहरू आज मेरो अफर लेटर आयो अफर लेटर एक्सेप्ट भइसकेको छ है त्यस्तै हो जाँदैछ बिच उता गएर भोलिको लागि के गर्नुपर्छ उता गएर टन्न पैसा कमाइन्छ यसले अनि हामीलाई म दाजुभाइलाई त्यहाँ सुन्नु हेर्नु यहाँ जाने हो पहिले उता यहाँ बोलाउनु भएको थिएन त्यहाँ सोधौँ यस्तै केटा ल भेट्दो गरौँ ल हामी चाहिँ हस्पिटल लाने अवस्था केटा हो है अब हाम्रो काम सकिसक्यो भोलिको मात्रै अन्त तर प्रीतिले एउटा कुरामा स्क्याम हानेको छ तर त्यो कुरा नभन्नु होला यसले मम्मीलाई स्क्याम हानिरहेछ होइन अनि त्यो कुरा नगर ल हाम्रो सेक्सी पाण्डा चाहिँ उता छ है फेरि उता सेक्सी राजा भएर बसेको छ सिङ्गल स्ट्यान्ड छैन त डबल स्ट्यान्डमा हो जहाँ नि यो डबल स्ट्यान्ड नि भएको छैन त्यसपछि क्रस फायर यस्तै भित्तामा गर्नुपर्ने हुन्छ यो ल केटा हो यस्तै छ अब घरतिर गएर भेटौँ मेरो भाइ बिजोक भएर आज चाबी हामीले लिएर आएको थियो कि हाम्रो चाहिँ मुनि गेटमा चाबी 2-3 चाबी लाउँछ
त्यो चाबीको त्यो चाबी चाहिँ हामीले लिएर आएको थियो अनि घरबाट आन्टीहरू पनि हुनु रहेछ त्यही भएर हाम्रो चाहिँ भाइको चाहिँ बिजोक अवस्था छ को आन्टीले अब के भन्नु अब भर्खर होला है अनि आजको भ्लग चाहिँ यस्तै छ केटा हो है तेरो मोबाइल चाहियो होला नि त महारानीको एउटा दामी भिडियो छ तपाईँले पिस्टो ट्याग हानेपछि हेर्नु ल केटा यस्तो घरतिर गएर भेटौँ ल केटा हामी चाहिँ घरतिर जानु लागिसक्यो अब है अब चाहिँ प्रीतिले भ्लग बनाउँछ प्रीतिको उयो के अरे कलाहरू म कला चढ्ती कला चाहिँ हेर्छ सेक्सी चिजहरू पनि अगाडि देखाइदिने सेक्सी लेडी दाइले दादाले यस्तै हेर्दैन है केटा दादा गुड बोय हो फेरि अब हामीलाई फटाफट जाँदा ठिक होला त जस्तो लाग्छ भन्नु होइन सेकको खाएर जाउँ न धरारामा सेकको खाएर जाउँ भाइ त सेकवा भएर बस्छु घाम ताप्दैन आज हाम्रो त भाइ बिजो पर बसिरहेको अरे उता होइन बिजो त के भन्नु क्याफेमा पर बसिरहेको जिन्दगीको दुःखद घडीमा हिजो भर्खर बाइक बनाएको फेरि आज त्यस्तो गऱ्यो भने टेन्सन हुन्छ है जामको अवस्था यस्तो छ केटा हो काठमाडौँ दिस इज काठमाडौँ इन्डेक्सन काठमाडौँ यो मदर फोकर काठमाडौँ हेऱ्यो जहाँ गयो नि जाम मात्रै हुन्छ के अब खालखालमा न्यु रोड निस्क्यो यार बाटो थाहा नभएर बिजोग भयो नि त आज बाटो थाहा नभएर रुवायो नि त हामीलाई रुवायो नि त रुवायो के साह्रो ढिलो यो इन्द्र चोक आइपुग्यो अरे अब यताबाट पनि निस्किने बाटो छ कि छैन यहाँनिर छ होइन छ विशाल चोक आइपुग्यो क्या हो विशाल बजार आइपुग्यो यताबाट सिधै हिँड्नु जहाँ हामी जहाँ बाटो ल्याएर हामीलाई केही थाहा नहुनु नि केटा हो नेपालमा गाह्रो छ यार नेपालमा होइन जाने गाह्रो छ त्यस्तो वाउ यार भयो भिडियो राख घरिघरि जाममा परिरहेछ होइन जाम पनि गाह्रो हानिरहेछ क्या बेलामा मैले चाहिँ अहिले प्रीतिको फोनबाट भ्लग बनाउँदैछु हाम्रो प्रीति चाहिँ फेरि धेरै दिन छैन नि त बस्नला हो यसको मोबाइलमा यस्तो मेमोरिजहरू राख्छ भनेर आइरहेको छु भ्लग होइन त्यस्तै हो केटा हो हाम्रो त्यो सारा ठुलो ठाउँमा आइसक्यो ठाउँको नाम चाहिँ थाहा छैन मलाई के हो जहिले हिँडिरहेको बाटो हुनुहुन्छ होइन कमल पोखरी जस्तो लाग्यो स्पेसल फेसन आइपुग्यो यार केटा हो कसै सपिङ गर्नु छ भने मलाई सम्पर्क गर त्यहाँको दाइरा म फ्रीमै सपिङ गर्दै भन्छु होला है कसैलाई केही चाहियो भने चाहिँ उहाँलाई म सब कुरा फ्रीमै हुन्छ यो स्टाइलमा चाहिँ मेरो तर्फबाट केटा हो ठुलै चिनान छ क्या दाइसक्यो प्रीतिलाई बाहिर जाने बेला सपिङ त्यहीँबाट हो फेरि सब कुरा ल हात गरिसक्यो मेरो बनाइरहेको त्यो नबोली बनाएको भ्लग चाहिँ किन बनाएको क्या दादाको गाह्रो हुन्छ कहिले काहीँ केटा हो यस्तै कुराहरूले दादालाई बाटो चाहिँ थाहा छ कि होइन तर त्यो वान हो यार मेरो यस्तो बाइकमा अस्ति बिरु गरेर यार तर वान वे परेछ क्या त्यो त्यहाँ भएर जानै दिएन यार राता यार फेरि जाम पऱ्यो फेरि ल भन हामी चाहिँ अब दरबार मार्गमा आइपुग्यौँ कसै काभ्रेले सम्झीहरूको लागि हामीले एउटा केल्मीको सोरुम नि खोलेको छ मेरोतिर होइन काभ्रेहरू आउनुहुन्छ भने आउनुहोस् तपाईँहरूको लागि एकदम कम्फर्टेबल प्राइस होइन हजुरहरूलाई चित्त बुझ्छ छ क्या प्राइस आउनु होला यहाँ ठ्याक्कै 10,000 माग धेरै होइन 10,000 जति 10,000 त्यो टाउको 10,000 त्यो त सस्तो भइहाल्यो नि काभ्रेहरूको लागि किन करोडको काम गरेर 10,000को त मुठी मजा लाउँछ अनि खाने प्रेसर हुन्छ सानो सोध्छ क्या यसको विदेश गएर खै के गर्छ यसले यार हामी चाहिँ घन्टा घर नै आइसक्यो फेरि अब हेर यो घन्टा घर हो कि के घर हो थाहा छैन केरेटाको घन्टाघर थिस यो के अरे राजाहरूको घर हो राजाको घर हो यो थाहा छैन नि त अहिले पनि स्टिल उयोहरू छ अरे क्या
राजाको खैचुको जाउँ हेर्न गइदिउँ मैले तँलाई के भनिरहेको छु ए भाइ एक्लै छ सरी गाइजहरू फेरि भाइलाई माया गर्दैन केटाकेटी हो भाइलाई माया गर्ने भनेको भाइलाई सिट माया गर्ने भनेको म मात्रै हो ट्याक्क लगाएर भाइलाई माया गर्ने फेरि माया गर्दैन भाइलाई हेर विदेश जानु 2 दिन बाँकी छ त्यही भाइको याद छैन होला भाइ बिर्सिसक्यो यसले जाने हुन्छ राजाकोमा सधैँ हो नि अरू बुलेट बेच्छ अरू यस्तो बेचेर बुलेट दिन्छ के हामी त यस्तो बेचेर बुलेट दिन्छौँ यस्तो हामी आइदिन्छ दिन्छौँ बुलेट बेचेर त्यही हो धेरै धेरै राम्रो पाउनु हुनु भ्लग भिआइपी इन्ट्री रहेछ भिआइपी इन्ट्री यार त्यही भएर पो रोकिरहेको रहेछ हामीलाई त यसपालि धेरै सम्म धेरै चल्यो तर यार उसको मुटु कहिले जलेन क्या मलाई देखेर यार चितवन राइनोज काठमाडौँ गोर्खा जनकपुर बोटल्स सिधै जानुपर्ने हुन्छ होइन भाडाहरू के साह्रो आज भोलि त यार नाचिने पर्खाउनु हुँदैन यार त समातिन्छ अहिले यार हाम्रो बाइक पुसा अगाडि खान्छ क्या गाइस के लाग्यो त्यस्तो के हो त्यस्तो बाइकको इन्जिन जाने लक्षण हो के हो त्यो यहाँ हाने भयो हेर मलाई ठ्याक्कै समातिहाल्थ्यो यार म क्यास खान्थेँ क्या केटा हो अनि कति हजारको चुना लाउँदै त मलाई पनि थाहा छैन यार चुना लाउनु पाएँ त फेरि यिनीहरूले लागेको गर्छ ट्राफिकहरूले मैले यतिकै बाइकहरू बेच्छु त केटा हो बेच्नुमा नि हे मुझे पुलिसहरूले गएर बेच्नु पऱ्यो हो नि बाइक म किन्छु बाइक 2 दिन लाग्ला मुझे सिटै काटेर सघाइन्छ मुझे 10 चोटि 9 चोटि काटिन्छ सिट नि त्यही नि सिट नि कतिको थाहा छ 8,000 9,000 अस्ति त 5,000को सिट काटेर यार सर बिम्ती हजुर नयाँ बाइक हो हजुर भनेर ढोक्दा बल्ल 5 त्यही नि यो बाइकको सिट काटेको क्या यो बाइकको नयाँ बाइकको बिजु काटेन अनि यो पुरानो बाइकको चाहिँ अनि यसको बिजु काटेर यसमा सिट काट्दैन भनेर 8,000को सिट काटेर बाइकले अब बाइकको त्यो जुमापको बाइक क्या छ नि डर बाइक त्यसको साउन्डै त्यस्तो अब लाउड छ नि त डिबी किलर नझिक्यो नि तिनीहरूले सोचे कि डिबी किलर झिक्यो भनेर है नकाट सरेर मलाई त 8,000को सिट काटिदिनुपर्छ सर भन्दै थियो याद चाहिँ आउनु आइरहेको हुन्छ बेला बेलामा हात दुखेला मैले स्टप गरिदिएला ओके भाइ मेरो बाइक लिएर लक्ष्मी बिहान आएको केटा यस्तो के हो यो लक्ष्मी के हो यो बाइकको राम्रो लक्ष्मी हो कि नराम्रो लक्ष्मी हो यस्तो हान्छ बाइक लिएर के लाग्यो केटा हो यो के लाग्यो यो बाइकको इन्जिन जाने लक्ष्मी त होइन केटा हो यो कतै यता गर्दा भनेको झ्याउ लाग्यो क्या किन त्यहाँ उहाँ हुनुपर्छ यहाँबाट सिधै गएको छ त मैले भिडियो क्या के लाग्यो म त नामै पर्खिन्छ मलाई ब्ल्याङ यस्तो भर्खर बच्चाहरूको स्कुल छुट्टी भएछ रमाइलो छ यार बच्चाहरूलाई पो हाम्रो त्यसरी हिँड्नु दिन कहिले आउने फेरि पुलिसको भिजिट अगाडि चाहिँ फेरि पर्खाउनु हुँदैन केटा हो पर्खाम रे यार ल हान्देऊ त सुल्टी राइट फेरि वान्स मोर तिमी हाने फर्क न रमाइलो कान्छ तिमी नै हान न अब तिमी हान्ने
तिमी हान अब ओइ यसले पो कडा हानेछ ल चल चल ल लाउरे ट्रेनिङ छ यहाँ केटाहरूको लाउरे ट्रेनिङ ल कुदेर ल खोइ त भएन त ल कङ्ग्रेचुलेसन सिलेक्ट ल सिलेक्ट लाउरेमा सिलेक्ट तिम्रो अगाडिको दात के भयो यहाँ न भागतिर यहाँ तिमी दुइटा आऊ न हिरो यहाँ न तिमी दात के भएको अरे बाबु कसले मुसाले त क्या उसको दात मुसाले त क्या हो के तिमीले त सक्छ है उसको चाहिँ के भएको यहाँ हेर न यहाँ हेर यता हेर तिमी किन यता ह्यान्डसम भयो स्याउ हान्देऊ न केटा पारा खै त तिमीले पार ओइ ल फेरि बाइक लिनु जानुपर्ने भयो बाइक चाहिँ एउटा म अघि बेला निस्किने बेला के त्यहाँ अर्कै स्कुटर थियो क्या त्यो एबिटर स्कुटर थियो त्यहाँ होइन अनि म त आज यति बस्नुहुन्छ होला त्यो घरभिटीको छोराको अब कोही आएको होला नि त पाहुनाको होला सोचिरहेको थिएँ तर होइन रहेछ मिस्टेक भयो मैले चाहिँ अनि बेला बोलाएर बाइक लिनु जाँदैछ घर त्यहाँ बाइक राख्ने ठाउँ नभएर यस्तो बिजोग छ कि घरमा आजभोलि बिहे लागिराखेँ घरमा घरबेटीको त्यही भएर फेरि हामी बाइक लिनु जानु पर्ने हुन्छ दाजुभाइ चट्ट दादाको चाहिँ यस्तो खुट्टा देखाउने बानी भइसक्यो यार अनि म चाहिँ यो चाहिँ फेरि इयरफोन है यार यसो बाइकमा हिँड्ने बेला गीत सुन्नु लागि हल्का चिलमा हान्छु नि त म त्यही भएर यस्तै हो केटा ल भेट्दै गरौँ ल कुदौँ तर म कुद्दै अहिले कुद्दा नि अहिले स्पिड आउने यो त यस्तो कुदा हेर्नु यसको कुदा मोबाइल नि प्राङ्क हान्दिएर अहिले त यार यत्रो कुदेर भ्लग बनायो है रन्डीको छोरो खै भिडियो नभइदिएर लास्टमा यसलाई हाम्रो कुद्ने अघि साल छुट्टी थियो चोर पानी आएको थियो होइन र मैले यस्तो लाटेँ मान्छेहरूले क्या त्यस्तै हो केटा हो मलाई घर मलाई भन्नुपर्छ है चिन्ता कुदा थाकिसक्यो हेलो त्यो भुवा अटो थियो केटी जिस्काउनु हुँदैन केटा त्यो केटीले कहाँ फगेर हेरेर गइदिएर जिस्का होइन सरी यार त्यसले सिरियस हुन यार सिरियस हुन आउँदैन तँलाई तँलाई सिरियस हुन आउँदैन यस्तो भन्दा फेरि मलाई भाइले क्वेसन गर्छ क्या अब चाहिँ फेरि बाइक ठोक्नुलाई चाहिँ भन्दा पुगिस भन्दा कस्तो थाक्यो यार 2 सेकेन्ड कुदाए जस्तो थाक्ने रहेछ यहाँ चाहिँ फेरि पुगको साथीहरू टन्नै छ यार प्रितमको साथीहरू सब यो ल केटा यस्तै हो बाइक भाग्रो पुगिसक्यो है यहाँ छ प्रितमको साथीहरू त हामी चाहिँ हाम्रो छ के खाना छैन गर्नु बिहानको मात्रै हो ओ बाइकको चाहिँ अवस्था अब के लिएर जानु पर्ने हुन्छ बाइक निकाल्नु त आज ल तेरो ऊ हेरौँ त कला हेरौँ ल आउँदैन हो अगाडि स्कुटी सिकौँ न अनि चाहिँ पो बाइक सिक्ने हो त ल बाइक बाटोमा पुग्यो हामी गाइज बाइक निकाल्दै हुन्छ प्रोफेसर भइसक्यो हो र हाम्रो आन्टीकोमा त हाम्रो आन्टीकोमा चाहिँ खानेकुरा सकिसकेको छ केटा हो रातिको समयमा तपाईँ म भ्लग बनाउँछु तपाईँलाई थाहा छ कि नै म भ्लग बनाउँछु नि
अनि के त थाहा छ थाहा छ तपाईँको लोकेसन भन्नु नि त मान्छे आउँछ नि त कर्णेश महाकालबारीको मसँग सब्सक्राइब गरेर भइहाल्यो त अनि लिएर आउनु नि त फ्रीमा दिइहाल्छु त मलाई आज फ्रीमा दिनु न त ल पैसा छैन आज आज नगद भोलि उधार हो क्या ए त्यस्तो नभन्नु न आन्टीले धेरै मजाक हान्नुहुन्छ केटा हो मजाक धेरै चलिरह मजाक यो गुइठेको चाहिँ हारा त्यस्तै छ दिनभरि सुत्ने खाने हामी चाहिँ कतिवटा काम गरेर आइरहेको छु त्यस्तो अब घरतिर गएर भेट्नुपर्ने हुन्छ केटा हो दादा घर आइसकेको अवस्था छ गेट ठुलो छ प्रितम सरकारले यहीँ छ न ल भयो भयो ल इन हान्नु अब यस्तै होला केटा हो आजको ब्लग यस्तो भइहाल्यो है